हाम्रो दसैँ मेरो मम्मीले चाहिँ दाजुलाई टिका लगाइदिँदै हुनुहुन्छ। बुवाले पनि लगाइसक्नु भएको छ। अब हामीले चाहिँ बुवा आमाको हातबाट चाहिँ टिका ग्रहण गर्दै र हामी दाजुभाइ जेठानी देउरानी 4 जना बसिरहेका छौँ। बुवाको चाहिँ अलिकति अब आँखा कमजोरी भएकोले थोरै अलिक समस्या भइरहेछ र भित्तामा चाहिँ अलिकति निहुरेर फोटो खिचिराख्नु चाहिँ त्यो मेरो भतिजी हो, क्यामेराम्यान। हामी यतिखेर मोरङको उर्लाबारी नगरपालिका आफ्नो निजी निवासमा छौँ। दसैँको टिकाको दिन छ, शुभ साहित। हामी यो टिका लगाइसके पश्चात पहिलोचोटि हामी तराईमा दसैँ मनाएको हो र मेरो बुवाको दाजु, मेरो ठुलो बुवाहरू झापामा हुनुहुन्छ र अब बुवाको पनि निधार खाली हुने भएकोले हामी त्यहाँ जाँदैछौँ यस पश्चात। र दसैँ हाम्रो यस्तै चलिरहेछ, सबै आफ्नो आफ्नो तालमा। र अब हामी यस पश्चात झापातिर प्रस्थान गर्छौँ। झापामा चाहिँ अब म त जन्मेदेखि नै टिका लाउने अवसर पाएको थिइनँ। पहिलोचोटि नै हो भन्नु पर्ला। अब अरू बेला आउने जाने भइरहे पनि टिका दसैँको समयमा चाहिँ हामी त्यहाँ पुग्न नसकेको अवस्था पनि थियो। र अब हामी परिवारमा छन् है, अरू पनि 4-5 जना मुन्टुङहरू पनि छन्, छोराछोरीहरू। र अब हाम्रो दसैँ यस्तै भइरहेछ। यस्तै छ हाम्रो विशेष अब दक्षिणाको काम हुँदैछ। अब हामी झापामा मेरो बडी आमाले मलाई टिका लगाइदिँदै हुनुहुन्छ, बडाबा। यो हाम्रो परिवार, मेरो बडाबाले चाहिँ बुवालाई, बडी आमाले लगाइदिँदै हुनुहुन्छ। र हाम्रो दसैँ यस्तै चलिरहेछ।